थाक्यो ए ल ल ल बिस्तारै बिस्तारै जाउँ ओ तल अङ्कल आन्टीहरू आउँदैछ म पनि गरौँ भएर तपाईँको कामी रहेछ घोडा ल जाउँ अगाडि बढौँ यो 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 दिस इज पोयो अब यहाँ अब एक्सर्साइज गरिदियो बच्चाले आँड्या रहेछ यति नै आइसक्यो ए यहाँ यो बाजे उहाँ पुगिसक्यो ल बिचरा हरिबिजोग भयो पाप भयो खुट्टा लक 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 कमाउँदै आछ हो त्यो 4 खुट्टा टेकेर आयो नि हुन्छ यति हो अब यहाँ माथिसम्म छ डाँडा होला भन्ने कुरो हो तर यहाँबाट पनि फेरि यताबाट हिँड्नुपर्छ यहाँसम्म चाहिँ डाँडासम्म आइसक्यो बाटो स्ट्रेट रहेछ क्या छोटो बाटो आएको डेन्जरै गाह्रो रहेछ अब म अब त्यस्तो हिँडिराख्ने मान्छे मेरो त वडा भइसक्यो ल हिँड ओला चढ यस्तो छ पाप बिचरा ल ल हाइकिङ आज जाँदैछौ एक्साइटेड कस्तो छ अब फर्स्ट टाइम हो के रे एक्साइटेड त छु एक्साइटेड छ सक्छ कि सक्दिन हेर्न पर्छ ल त्यसो भए राम्रोसँग जाऊँ है त ल टेक केयर है जोसिम भएर ओके नाइस आजको हाम्रो यो हाइकिङ चाहिँ के कस्तो हुनेछ बाटोमा अब हामी देखाउने नि छौँ पिन्जरको लागि स्टे ट्युन है त गाइस ल जाउँ अब उकालो लाउँ यहाँबाट आम्मामा तल दृश्य हेर्ने यस्तो छ धेरै माथि आइसक्यो यहाँ एउटा नौलो चिज के देख्यो भन्दाखेरि जिम हल पनि रहेछ यस्तो डाँडामा ओ माइलट ओपन जिम रहेछ ल हामी चाहिँ अब डाँडातिर जाँदैछौँ आजको हाइकिङ कस्तो हुन्छ के कस्तो हुन्छ बाटोमा सब हामी जान्छौँ ध्यामसानतिर गऱ्यौँ भयो अरे गर्मी हुन्छ नि थाक्छ खुट्टा दुख्छ मेरो बुढीको हालत यस्तो भएर चाहिँ बिचरा के भयो कस्तो भयो खुट्टा दुखेछ थाक्यो ए ल ल ल बिस्तारै बिस्तारै जाउँ ओ तल अङ्कल आन्टीहरू आउँदैछ म पनि गरौँ भएर थाकेर चेन खोलिदियो मैले नि अब अझै यत्रो बाँकी छ अलिक बिचोमा नि आएको छैन हामी चाहिँ जाऊँ अब बिस्तारै हिँड्नु बिस्तारै ल ल यहाँ चाहिँ बाटो यसरी छ है अब हामी माथितिर जान्छौँ अब यतातिर मान्छेहरू चाहिँ यहाँ जाने आउने गर्दैछ 13 वर्षको 9 वर्षको आज यहाँ नानी बाबुहरू पनि बाबा आमासँग कस्तो कस्तो हिँड ल पानी त्यो छोरी हेर्ने क्या छोरी 9 वर्षको छोरी 9 वर्षको छोरा 13 वर्षको बाबा आमा परिवार 3 जना आयो 4 जना आएछन् हिँड बिस्तारै बिचरा हालत खस्टा भयो हाइकिङ लिएर आएको हिँड्न नसकेर यस्तो चाहिँ बिजो लत्राङ परेछ बिचरा हालत खस्टा भएछ ल ल ल आधा बाटो पनि अझै आएको छैन हालत खस्टा भइसकेछ ल ल ठिक छ बिस्तारै हो हाइकिङ यस्तै हो सर्टकट बाटो आएको लास्टै उकालो रहेछ है लास्ट उकालो रहेछ यो जमानामा पहिरो गएर रहेछ कि पहाड रहेछ अब
दुईटा ब्याग बोकाएर हिँडेको छु म चाहिँ खाली हो चाहिँ अब माछा झोला पनि दुईटा मैले बोकिदिएँ थाकेछ नि किन नथाक्दो हो बाटो चिप्लो चिप्लो छ हिजो अस्तितिर पानी परेको भएर रातो माटोको बाटो पसिनाको यस्तो छ हालत पसिना यहाँ साइड सिन गर्ने ढुङ्गा रहेछ यो ल बिजोको छ बिचरा यहाँबाट साइड सिन गर्न मिल्छ होला चढेर साइड सिन गर्न मिल्छ होला धन्दै लोटे क्या पछाडि टाङ टाङ खुट्टा लडबडा है खुट्टा लडबडा This is for you. अब यहाँ अब एक्सर्साइज गरिदियो बच्चाले आँड्यो रहेछ दस मिनटको आराम गरे हिँडेको खुट्टा थर कामिरहेछ घुँडा ल जाउँ अगाडि बढौँ के गर्नु लाग्यो नि मैले यो बाटोमा भएको खाल्टाखुल्टी ढुङ्गाहरू पनि साइड लगाइदिएको होइन हिँड्दाखेरि यो मन्दिर जस्तो बनाइदिनु लाग्यो कतिको हुन्छ थाहा होइन ढुङ्गा राम्रो नरहेछ पल्टेला भइसक्यो यहीँ खाल्टाखुल्टी ढुङ्गाहरू छ नि त बाटोमा यसरी ढुङ्गाहरू भयो भने राम्रो देखिन्न नि त्यो भएर मैले यो रोड्ने डर हुन्छ नि आइसकेर पल्टियो गाह्रो लगाउनु लाग्यो गाह्रो अड्काइदिउँ अझै अड्किन त ए ढुङ्गै राम्रो छैन क्या तलको ल द्याट्स इट बाटो पनि क्लिन भयो ल आउँदा बाटो पनि क्लिन भयो दुईटा ब्याग बोकेर हिँडेछ बुढीले चाहिँ एउटा केही पनि बोकेको छैन यहाँ बुढीसँग हिँड्यो भने दुःख पाइन्छ होइन जिन्दगीमा आइपर्छ कति दुःख आइन्छ कति हन्डर खाइन्छ दुःखबाट नै अनि सुख होइन सबै हुनु पर्यो जिन्दगीको मोडमा सबै कुरा आएको अनि जिन्दगी जिउन पनि रमाइलो मजा हुन्छ ठिकै छ काम गर्दाखेरि गाह्रो हुनु पर्यो हिँड्दाखेरि पनि गाह्रो हुनु पर्यो नि कता कता जानको लागि जे गर्दाखेरि कामको सबै ल जय नेपाल
छिटो माथि ल्याऊ अब यति नै हो अब यति नै हो आइसक्यो ए यहाँ यो बाजे वहाँ पुगिसक्यो ल बिचरा हरिबिजोग भयो पाप भयो खुट्टा लक 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 कमाउँदै आछ हो त्यो 4 खुट्टा टेकेर आयो नि हुन्छ यति हो अब यहाँ माथिसम्म छ डाँडा होला भन्ने कुरो हो तर यहाँबाट पनि फेरि यताबाट हिँड्नुपर्छ यहाँसम्म चाहिँ डाँडासम्म आइसक्यो बाटो स्ट्रेट रहेछ क्या छोटो बाटो आएको डेन्जरै गाह्रो रहेछ अब म अब त्यस्तो हिँडिराख्ने मान्छे मेरो त वडा भइसक्यो होला हिँड ओला चढ यस्तो छ पाप बिचरा ए क्या नो हाइकिङ गर्न गाह्रै छ नि यार सजिलो त कहाँ हुन्छ अयो मलाई धेरै गाह्रो भएछ ल यिनीहरूलाई बिस्तारै आस्दै आस्दै अहिले चाहिँ हामी यहाँ नै माथिसम्म आइपुगेछ है युङजी बोङ भन्ने 2.7 रहेछ यतातिर कसले यस्तो भनेको घामले टल्किएर डाँडा ऊ माथि रहेछ सानो बाजी त्यहाँ गयो छाङब्याङ सान छाङसाङ फियोम सान यतातिर रहेछ 8.9 किलोमिटर लास्ट टाढा रहेछ अनि त्यहाँ 2.9 ल एउटा सानो यता रहेछ ल बस यस्तो बस्ने ठाउँ बनाइदिएछ मजासँग यतातिर रहेछ एउटा सानो चाहिँ उहाँ रहेछ ऊ त्यहाँ बाजेहरू छ नि ऊ यो हानदुल सेत भन्दैछ उहाँ तलबाट देखिने हट जस्तो यो रहेछ यो रुख रहेछ तल के भन्छ यो चौतारी ल यस्तरी बनाइदिएछ ल यो ल ए वहाँ आइसकेको रहेछु ए यताबाट सर्टकटबाट हामी सर्टकटबाट नि हिँड्न नसकेर बिजोग भएछ ल ठिक छ बाजे त्यहाँ बसेछ बाँदर टुक्रुक्क बसे जस्तो देखेछ बाजेलाई यही हो ल सान भन्ने चाहिँ थ्याम सान यो तलको चाहिँ थ्याम सानबाट देखिएको हाम्रो छाङ्गोन सिटीको दृश्य यो छाङ्गोन सहर हेटा लाग्छ रहर राम्रै केटीहरूको सहर फाइनली हामी चाहिँ थ्यामसानमा आइपुग्यो हामी चाहिँ यो 669 मिटरको उचाइमा हामीले आजको यात्रा तय गरे यहाँ धेरै टाढा त होइन यो जम्मै आजको हाम्रो थ्यामसानको पदयात्रा यहीँ आएर समाप्त हुन्छ हामीले धेरै कठिन तरिकाले उकालो लगाइयो आइयो हेरियो तलको सहर हाम्रो छाङ्गोन सहरको दृश्य पनि मजासँग रमाइलो तरिकाले हेरियो यति भन्दै तपाईहरुलाई सबैलाई मेरो ब्लग हेरिदिने सबैलाई धेरै धेरै धन्यवाद थ्यांक यू फर वाचिङ स्टे सेफ स्टे हेल्दी जय नेपाल देउरालीको चिसो चिसो हावामा
हिलो नि त योभन्दा माथि त जाने ठाउँै छैन होला नि यही त होला नि ठाउँ योभन्दा माथि त छैन नि अब तलतिर जाने भनेको चाहिँ योङजी बोङ भन्ने ठाउँतिर चाहिँ ल तल अब ओह्राल जाने हो अब हामी चाहिँ हाम्रो बाटो यतापट्टि हो के यस्तो गरेको बाजेहरूले तल के भन्दैछ हिँड्न रे के भन्दैछ हिँड्न रे अरे ल यतातिरको यो ब्याक साइड दृश्य दामी देखेको थियो यस्तो राम्रो बाटो बनाइदिएछ है ल आउनुहोस् आउनुहोस् बिस्तारै घुँडा कामै नि के फरक पर्दैन त्यो बाजे के बसेछ पहाडै पहाड छिर्दै जाने अब के भयो कस्तो भयो झर्ने बेलामा झन् खुट्टा कामेर लग 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 कामेर झन् गाह्रो भयो दुख्यो खुट्टा दुख्यो भन्दा नि खुट्टा काम्यो लरे चाहिँ बिस्तारै जाने हो नि त अझै छ टाढै छ त नि अब आधा नि पुगेको छैन ल खुट्टा काम्यो बिस्तारै फेरि घाम पनि लाग्छ चिरिक चिरिक अनुहारतिर गरिम भयो नि त गरिम भयो नि ज्याकेट त लगाइरहेछ पोल्छ भनेर ओके छ त है त मुलको पानीले अलिकति मुख पार्नु पर्यो किन भन्दा अनुहार अझै मुलको फ्रेस पानीले अझै चम्किलो बनाउनु पर्ने भयो स्विट 16 बनाउनु पर्ने भयो मुलको पानीले मुख धोएर ल धन्यवाद पुरा भयो हामी चाहिँ आइसक्यो तल मुनि आइसक्यो होइन धन्दै हामी 5-6 घन्टा जति तल माथि गएर 5-6 घन्टा जति भयो हिँड्यो आजको रमाइलो भयो राम्रो भयो खुट्टा दुख्यो ल ठिक छ यति भन्दै आजको लागि भिडियो यहीँ समाप्त गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ सबैको जय होस् जय नेपाल